मैले चाहिँ अस्ति एउटा भिडियो बनाएको थिएँ यहीँबाट होइन साकुरा अब फुलिसक्यो भनेर आज यहाँ यति धेरै मान्छेहरू आउनु भएको छ साकुरा हेर्नलाई मेरो पछाडि देख्न सक्नुहुन्छ एकदमै भिडभाड छ यो बाटोमा मान्छे हुँदै हुन्थेन अरू टाइममा अहिले हेर्नको लागि यति धेरै भिडभाड छ यति धेरै मान्छेहरू आउनु भएको छ फुल्न पनि यति मजासँग फुलेको छ कि मान्छेहरूले फोटो खिच्ने होइन यहाँबाट उतैसम्म यति मजासँग फुलेको छ तपाईँले देख्न सक्नुहुन्छ अरू टाइममा चाहिँ यो बाटो खासै भिडभाड हुँदैन है खाली नै हुन्छ अहिले चाहिँ यस्तो प्याक छ कि मान्छे मेरी साकुरा चाहिँ यहाँ छिन् सो हामी पनि हाम्रो घर नजिकै हो यो चोरा हामी चाहिँ बेला बेलामा आएर हुन्छ हामी तरकारी किन्न आएको होइन साकुरा पनि हेर्न आएको है हामी तरकारी किन्न आएको होइन हामी सो एकदमै भिडभाड नेपालमा मेला लागेको चाहिँ हुन्छ कि मान्छेहरूले आफ्नै बस्ने कुरा ल्याएर होइन खानेकुरा ल्याएर यतै मुनि बसेर खाइरहेको छन् तर यहाँ बस्ने प्रपर पार्क चाहिँ छैन पार्क नभए पनि एकदमै हिँड्नको लागि चाहिँ तपाईँसँग बच्चाहरू छ बच्चाहरूको बेबी कार्ड गुडाउँदै हिँड्दै हेर्न चाहनुहुन्छ भने चाहिँ यो बेस्ट हुनसक्छ यो प्लेस अब यो आज भोलि 2-3 दिनमा चाहिँ सबै लगभग फुलिएर पनि झर्छ होला सो उतातिर अलिक फुलिसकेको छैन मजा भइरहेछ र आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ नाका इताबासी हो तोक्तोजु लाइन इकेपुकोबाट 7 मिनट हेभ अ गुड डे गाइज